Hello, good morning and namaste. Welcome back to my channel. धेरै पछि मैले चाहिँ फेरि भ्लग गर्न लागेछु अनि मलाई अलि सन्चो पनि छैन अनि त्यही भएर चाहिँ मेरो भोइस अलि त्यस्तो क्लियर छैन अनि आज चाहिँ हामी चन्द्रगिरीमा आएको है सबैजना फ्यामिली हामी सबैजना चन्द्रगिरीमा चाहिँ यसो घुमघाम गर्नको लागि आएको सो त्यही हो अलिअलि भिडियो बनाऊँ भनेर है ल हामी अहिले कहाँ आयौँ रे चन्द्रगिरी आयो ओया आई लभ चन्द्रगिरी भन्ने रहेछ अहिले एकछिनमा फोटो खिचिदिन्छु ल यता हेर्नु त हाई भन्नुहोस् त चन्द्रगिरी घुम्नलाई अनि दर्शन पनि गर्नलाई होइन यता चाहिँ यहाँ टिकट काटेर आउनु भएको छ है ए कति रहेछ पैसा कति पर्दो रहेछ यो नागरिकता चाहिँ किन भन्दाखेरि चाहिँ होइन आज चाहिँ उहाँको बर्थडे हो क्या मेरो हस्बेन्डको सो छुट हुन्छ अरे नि त कति पर्दो रहेछ हेरौँ न मलाई थाहै छैन अहिले कस्तो खाली भएछ आज त के हो हामी त दुईजना मम्मीहरू आउँदै हुनुहुन्छ यस्तो खाली ओ माई गड लास्ट टाइम आउँदाखेरि यति धेरै भिड थियो कि यति धेरै भिड थियो क्या लिटरली ओ माई गड पालि पुरै खाली छ है पुरै खाली छ हामी मात्रै आएको भयो ए ल वाउ ल ल हाम्रो क्लोज हुन्छ ए गाइज ल हामी चाहिँ अहिले ल यसरी केबल कार चढ्दैछौँ 10 बजी छ है मनकामनाको भन्दा ताली हुन्छ नि के हुन्छ मनकामनाको दुईतिर हुन्छ नि एउटा लट्ठा मात्र दुईतिर छ हातको त ए दुईटा त छैन त्यस्तो होइन एउटामा त्यहाँ यता यो गर्दा गुटु टुटु टु गर्दाखेरि कस्तो हुन्छ सो ह्याप्पी बर्थडे हात समातेर बस्नु दुईजना सम्झिनेहरू हाइट छ क्या यहाँ फेरि है धेरै नै हाइट नि यतिखेर त म त एउटा डाँडा कट्ने बित्तिकै अनि अर्को त सम्म ठुलो नि यो बस्ने पछाडिको भ्यू कस्तो अनि यस्तो लगाइदिनु पनि ठुलो छ त्यहाँ डर लाग्छ तपाईहरु तलतिर हेर्नु भएको छ उतातिर त्यता सम्म हाम्रो पछाडितिर हेर्नु पर्छ छ पछाडि छ त रमाइलो भइरहेछ छ रमाइलो राम्रो देखिरहेछ डाँडो मुटुले सिधा हाल सिधा सिधा न हाम्रो देखेको छैन देखा छ तलतिर के सूर्य छेकेछ क्या सो अहिलेको केबल कार प्राइस अहिलेको रिसेन्ट चाहिँ 825 रहेछ गाइस सो आइपुग्यो ल हामीलाई कति मिनट लाग्यो 14 मिनट जस्तो है अराउन्ड 14 मिनट जति चाहिँ लाग्यो यहाँ चाहिँ सबै थाल्चाको यस्तो झुन्ड्याउनु मारेछ हुन्छ पुरा चिताएको कुरा रे सबै यसरी लक गरेर राखेको रहेछ थाल्चा आजको वेदर चाहिँ एकदम क्लियरै छैन केही धुम्म परेछ केही देखिन्न हामीले यता जुत्ता राख्यौँ अब चाहिँ हामी त दर्शन गर्न जाँदैछौँ ल अब चाहिँ हामी दर्शन गर्न लागेछौँ फुल लगाएको दर्शन पनि गरियो है कति राम्रो एक राउन्ड गरौँ अनि यहाँ तलतिर माला पनि पाएछ ल दर्शन पनि गर्यो यताबाट जाउँ होइन यसरी नजल पर्ने ठाउँ ल यहाँ रहेछ एक सर्टमा है
अलि अलि यता ल एकछिन 1 2 3 ओके ल ग्रेट ओके ल नाइस 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 तपाईँले दुईचोटि गर्यो कि ओके नाइस जय श्री हनुमान होइन ढोग्या ढोग्या छ त्यो चाहिँ के गर्नुभएको यस्तो चाहिँ ल यहाँ ढुङ्गे धारा छ ढुङ्गे धाराभित्र चाहिँ प्रवेश निषेध रहेछ है मिल्दैन रे मम्मी मिल्दैन भित्र जान मिल्दैन पानीभित्र यहाँ छ है ठुलो पोस्टरमा चाहिँ जय भालेश्वर महादेव रहेछ हुन्छ पुरा चिताएको कुरा भन्नुभएको रहेछ लेखा रहेछ होइन अनि यो हेरौँ है भालेश्वर महादेव भनेर अब यहाँ पुरै यति धेरै डिटेल्समा लेखिरहेको रहेछ होइन यो चाहिँ चन्द्रगिरीमा अवस्थित भालेश्वर मन्दिर हो भालेश्वर महादेवको मन्दिर यो मन्दिरको चाहिँ आफ्नै हिस्टोरिकल एउटा रिलिजियस बिलिफ रहेछ है यो मेरो पछाडि भएको चाहिँ भालेश्वर मन्दिर हो यो चाहिँ चन्द्रगिरीमा अवस्थित छ अनि यो मन्दिरको नाम चाहिँ भालेश्वर किन भयो भनेर चाहिँ एउटा आफ्नै एउटा हिस्टोरिकल र रिलिजियस बिलिफ रहेछ होइन मैले भर्खर पढेको अनि के रहेछ यसमा भन्दाखेरि चाहिँ हाम्रो भगवान सतीको चाहिँ होइन जब डेड बडी बोकेर महादेवले चाहिँ हिँड्नु भएको थियो त्यतिखेर चाहिँ महादेवले बोक्दाखेरि चाहिँ सतीदेवीको भाल अर्थात् फोरहेड अर्थात् निधार चाहिँ यो ठाउँमा झरेको रहेछ क्या त्यही भएर चाहिँ यो ठाउँलाई चाहिँ भालेश्वर महादेव भन्दो रहेछ कि रिलिजियस बिलिफले पनि एकदमै इम्पोर्टेन्स रहेको रहेछ अनि यहाँ ठ्याक्कै अगाडिपट्टि चाहिँ हाम्रो पृथ्वीनारायण शाहको चाहिँ स्ट्याचु छ यहाँ पृथ्वीनारायण शाह जस्तो एक नेपाल एक हो भने हो क्या श्रीपास बडा महाराज धिराज पृथ्वीनारायण शाहदेव है उहाँ चाहिँ नेपाललाई युनिफाइड गराउने एकदम महान राजा महान व्यक्ति खेल्ने ठाउँहरू छ यहाँ चिल्ड्रेन पार्क जस्तै यो चाहिँ धेरै भयो है मान्छेहरू है धेरै भयो अहिले चाहिँ हामी यहाँ घुमेर आइसक्यौँ माथि दर्शन पनि गरिसक्यौँ अनि दर्शन गरेर सबैजना हामी फर्किसकेको केबल कारमा अनि आजको वेदर चाहिँ एकदम ग्लुमी टाइपको होइन केही नदेखिने थियो भ्यूहरू चाहिँ हामीले त्यस्तो खासै केही देखेनौँ तर रमाइलो भयो सबैजना आएर होइन के भन्नुभयो मम्मी भगवान पनि अन्टर कन्टर खै के अरे होइन कता कता भन्नुभयो के मम्मी फोटो खिच्ने हो ल बाई बाई गरौँ ल अब ल हामी यहाँ चन्द्रगिरीमा आएर दर्शन गरेर चाँडै हामी फर्किहाल्यौँ अहिले बल्ल चाहिँ अलिक भिड हुँदैछ अनि त्यही हो ल बाई बाई